ठुले ठुले ल यी बा पनि सधैँ ठुले ठुले भन्छन् किन हो वस्तु भाव गराएर हैरान गरेर अब वस्तु भाव आफूलाई यहाँ अफिसको टाइम छ बेला न बेला वस्तु भाव भन्ने यहाँ आफूलाई हिँड्न हतार छ भन्नुहोस् के हो आफूलाई आफ्नै आँगन पनि बिरानो भइरहेको छ बा घरको कचकच पनि मैले अफिसबाट त आइछु अब त्यो औषधि लिएर आइदिए भनेर भनेको थिएँ लिएर आइदिस् कि भनेको बिर्सेछु साँझ फर्कँदा हेरौँ न विचार गरौँला आफ्नो दम बढेर साह्रै भइराख्नु भएको छ त्यो औषधि सकिएको पनि हप्ता दिन पुग्न थालिसकेको मलाई यहाँ आफ्नो अफिसको टेन्सन कति छ